नमस्ते ल हजुरहरूलाई आजको दिदीको किचनमा स्वागत छ। ल आज मौसम चिसो चिसो छ, घरकै कुखुरा काटेर मासु बनाएर खाऊँ है साथीहरू। यहाँ मैले भाइलाई यहाँ कुखुरा काट्न लाएँ, मासु रेडी नै गरिसक्यो। अब कुकर राखेर अनि यहाँ कुकरमा तातेपछि तोरीको तेल हाल्ने, अनि तोरीको तेल हालेर तोरीको तेल तातेपछि 5 फोरन हाल्छु मैले। हजुरहरूले के हाल्नुहुन्छ? अनि जस जाडोमा चाहिँ घरमा पालेको कुखुराहरू कसरी झोल बनाएर खाँदा चाहिँ मिठै हुन्छ के, बच्चाहरू पनि खुसी हुने। त्यसरी 5 फोरन हाल्ने, तेल तातेपछि। अनि त्यस पछाडि मैले प्याज हाल्छु। अब घरमा अब यसो पाल्यो भने घरमा लोकल कुखुराको जस्तै हुन्छ। लोकल त हुँदैन तर पनि एउटा के भन्छ अरे यसलाई, गिरिराज हो। लोकल जस्तै हुन्छ। चिसो चिसो पानी परेको बेलामा घरमै काटेर खाना चाहिँ मिठो हुन्छ। हुन त हजुरहरूले नि पाल्नु भयो होला। यसो मैले नि अलिअलि पाल्छु कुखुरा, अन्डा नि खान पाइयो। अब प्याज स्याज भुटेपछि यसरी मरमसला हाल्ने, मासु हालेर मजाले भुट्ने एकछिन मजाले भुट्दासम्म है। मैले चाहिँ सबै हालेर यसरी अदुवा लसुनको पेस्ट हाल्छु, अनि यसरी जिरा धनियाँको धुलो नि हाल्छु, अनि त्यस पछाडि नुन नि हाल्छु। अब भिडियो अगाडि पछाडि भइरहेछ है साथीहरू। खुर्सानी चाहिँ मैले थोरै हाल्यो। टमाटरको यसरी मैले पिसेर राखेको प्युरी हाल्छु मैले चाहिँ। अनि त्यस पछाडि मजाले भुट्ने, मजाले एकछिन चलाइदिने। अनि मजाले भुटेपछि त्यस पछाडि मैले बन्द गरेर 2-3 सिटी मजाले लगाइदिन्छु। अनि यसो त्यही बेला मैले फुल पनि देखाउनु भ्याएँ है मेरो साथी। अनि यता मेरो मासु नि रेडी भयो। अनि अब यसमा अब हजुरहरूलाई कतिको खान मन लाग्छ, झोल, ग्रेभी। मलाई चाहिँ बच्चाहरू छ, अनि बच्चाहरूको लागि भनेर बनाएको। मैले चाहिँ यसमा चाहिँ झोल हालेँ है। मैले अघि नै भने घरको कुखुरा हो, यसो झोलसोल हालेर खाँदा मिठो हुन्छ। मौसम नै चिसो चिसो छ। अनि त्यस पछाडि मैले यो अलिकति मिट मसला राखेँ, अनि भक्क उम्लेपछि धनियाँ राखेँ। त्यस पछाडि मेरो मासुको झोल रेडी भयो। अनि मैले यहाँ यो रेडी भएपछि मजाले है, मैले यहाँ अब देखाउँछु है हजुरहरूलाई आफैलाई। अनि मैले यहाँ दिदीलाई खाना दिएँ कि होइन।